पवित्र नदी क्षेत्रहरूमा तीर्थहरूमा जान सक्दैनौँ सबैजना भने घरैमा गङ्गा गण्डकीका जलहरू छन् भने ती जलहरू मिसाएर स्नान गर्ने सोमबारे औँसीको दिन। र स्नान गर्नु पूर्व कसैसँग नबोल्ने, मौनतापूर्वक। गो सहस्त्र फलम लभे, त्यसैले हजारौं गाई दान गरेको पुण्य हामीले आउँछ भने बिहान उठेर स्नान त हामी गर्छौँ, नबोलिकन स्नान गर्ने प्रयास गर्ने। बोलिहाल्यो भने पनि स्नानको फल त मिल्छ, सोमबारे औँसीको फल मिल्छ, तर हजारवटा गाई दान गरेको पुण्य यदिलाई हामीलाई प्राप्त गर्नु छ भने नबोलिकन स्नान गर्ने प्रयास गर्ने। हाम्रा ऋषिमुनिहरूलाई थाहा थियो, शास्त्रकारहरूलाई थाहा थियो, कलियुगमा मनुष्यहरूसँग ठाउँ हुँदैन, गाई हुँदैन, तर पनि स्नान त सबैले गर्छन्। त्यो एक दिन भए पनि पुण्यको दिन राखिदिनु भयो। सधैँभरि सोमबार औँसी पर्दैन, औँसी त आइरहेको हुन्छ। यस कारणले गर्दा सम्झिनुहोस् त, 1000 गाई दान गर्नु पर्यो भने सर्वप्रथम त 1000 गाई कहाँबाट लिएर आउने, अनि कहाँ ल्याएर बाँध्ने, ती गाईलाई कहाँ ल्याएर राख्ने, अनि तिनीहरूलाई घाँसपात चारोको व्यवस्था कहाँबाट गर्ने। 1000 गाई दान गर्नलाई 1000 ब्राह्मण चाहियो, सम्भव हुँदैन। यस कारणले गर्दा हामी सानो फ्ल्याटमा बसेर